तपाईले बाँडेको सपना चाहिँ कति पार पनि किन्न त सकेनन् होला, पर्चेजिङ क्यापासिटी हाम्रो कम छ। मैले भनेको के हो भने हामीले बनी बनाऊ फल टिप्न खोज्यौं भने सम्भव छैन। अस्ति सायद शिशिर योगीले हो क्या साध्यै सुन्दर ढङ्गले गीत गाउनु हो। म यहाँ एउटा मान्छे खोजिरहेछु, उहाँको आशय थियो देश बनाइदिने मान्छे, हाम्रा पिर मर्का हेरिदिने मान्छे, हामीलाई यो दुःखको परिस्थितिबाट सुखको अवस्थामा पुर्याइदिने मान्छे खोजिरहेछु। मैले बोल्नुभन्दा अगाडि उहाँले गीत गाउनु भएको थियो। मैले त्यही कार्यक्रममा भने अब हामीले मान्छे खोज्दै हिँड्ने होइन, म बनाउँछु मेरो देश भन्नु पर्यो। हामी बनाउन सक्छौं। हामीले मान्छे भगवानले पठाइदिन्छन् भन्ने ठान्नु हुँदैन। भगवानले पठाइदिन्छन् भने पठाइदिएका मान्छे हामी नै हौं। यस दुःखको परिस्थितिबाट सुखको परिस्थितिमा हामीले लानुपर्छ। बन्जरलाई हराभरा हामीले बनाउनुपर्छ, सुखालाई सिंचित हामीले गर्नुपर्छ। यस निराश परिस्थितिलाई बदलेर हामीले अगाडि बढाउनुपर्छ।